हामी यहाँ खाने धेरै जसो चीजहरू युरोप अमेरिकामा पनि सेम टु सेम पाउँछ, तर त्यसभित्र भने धेरै फरक हुन्छ। अब यहाँ धेरै खाने चीजहरूमा फेन्टा अथवा कोल्ड ड्रिङ्क्स जुन यहाँ पनि पाउँछ र युरोप अमेरिकामा पनि सेम टु सेम पाउँछ। युरोप अमेरिकामा पाउने कोल्ड ड्रिङ्क्समा एराउन्ड 3 चमच चिनी हुन्छ, तर यहाँ पाउने कोल्ड ड्रिङ्क्समा त्यसको 3 गुणा भन्दा बढी 10 चमच चिनी हुन्छ। त्यस्तै चाउचाउ मेगी जुन मेगी यहाँ पनि पाउँछ र युरोप अमेरिकामा पनि पाउँछ। एउटा सेम प्याकेटमा यहाँ पाम आइलमा बन्छ र 700 मिलिग्राम भन्दा बढी सोडियम हुन्छ। त्यही सेम प्याकेट युरोप अमेरिकामा सनफ्लावर आइलमा बन्छ र 340 मिलिग्राम जति सोडियम हुन्छ। यहाँ धेरै खाइने चकलेट डेरी मिल्क जुन मिल्क पाउडरबाट बनेको हुन्छ र त्यसमा भेजिटेबल फ्याट एड गरिएको हुन्छ, त्यो पनि एकदमै सस्तो खाले चिप क्वालिटीको भेजिटेबल फ्याट एड गरिएको हुन्छ। युकेमा पाउने डेरी मिल्क रियल मिल्कबाट बनेको हुन्छ र त्यसमा कोही एक्स्ट्रा फ्याट एड गरिएको हुँदैन र त्यसमा प्रयोग हुने सुगरको मात्रा पनि फरक हुन्छ। त्यस्तै यहाँ पाउने चिप्सहरू, भुजियाहरू, नमकिनहरू जुन डिप फ्राइड प्याकिङ फुडहरू हुन्छन् ती सबै यहाँ पाम आइलमा बनेको हुन्छ, तर युरोप अमेरिकामा भने सनफ्लावर आइलमा बनेको हुन्छ। त्यसैले यहाँ र विदेशमा खाने चिजहरू सेम चिज भए पनि फरक हुन्छ।